के गर्नु भा यहाँ दुईजनाको यहाँ जान आँटेको नि हामी अनि ऊ चाहिँ हाम्रो फ्री टिकट ल है त जाम ल राम्रो रहेछ है वेदरले साथ दिएको नि फोटो चाहिँ भरे फर्किँदा खिच्ने कि अहिले खिच्ने खिचौँ न अहिले तर यहाँ पछको ल ल अनि म चाहिँ यो हो ल हामी चाहिँ टिकट काटेर भित्र पस्यौँ यता हुनुहुन्छ हामी खासै के को लागि आएको अरे चेरी छ त्यसको लागि आएको तर जे भयो नि फर्स्ट टाइम हो लास्टै राम्रो रहेछ पानी देखेर यो त पानीमा जाउँ भन्दैछ ल है त अब हामी अहिले बेला बेलामा अपडेट दिँदै हिँड्छौँ है त अहिलेलाई चाहिँ यति नै पानी हो हामी चाहिँ उपर जान लागेको है त लास्टै राम्रो रहेछ यताबाट जाऊँ न डिस्प्ले यो समय हो बामे चढ्न हिँड्ने होइन तर बामे चढ्ने दुखेछ हात किटकिट आइछ है तैँले नि खाइ यो समय के को थियो तेरो रोटी चबाउँदा सब्जी सकिएर चाहिँ झन् गाह्रो है तर चिया पनि त छ त अब अनि एकछिनमा समय आउँछ ऊ पर जाने चेरी फुलेको हेर्नु अब आनन्द सुर्ता हरायो होइन त है हामी चाहिँ मेन गेटबाट इन्ट्रान्स गरिसकेको छौँ अब चाहिँ मेरो खाना खाएर अलिकति स्वर पनि ठुलो चम्किलो सुनिराख्नु भएको छ होला यतानिर नानी र आमा चाहिँ हिँड्दै हुनुहुन्छ ल देख्न सक्नुहुन्छ उपर अलिअलि म चाहिँ गाडी कुदाउँदैछु है म गाडी गुडाउँदै मेरो दुश्मन छ धेरै अब जस्तै पारा भए पनि अब सँगै घुम्न आएको छौँ अब मिलेर घुमौँ न जस्ट लाइक वाह ल हेर्नुहोस् त किन कतै त होला नि अनि यिनीहरू कहाँबाट आएको ऊ पर छ ल हेर चेरी हेरेको अरे नामसाङ चट 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 म चाहिँ यहाँ चट चट यता 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 चट चट गरेको पो रहेछ नि कति फेरि त्यसलाई मनपर्छ हामी लगाउँदा तल फोटो खिच्न उभिएका पो रहेछन्
आँखाले हेर्दा चाहिँ झनै राम्रो छ है यो सबै मान्छेहरू आइरहेछन् रमाइलो गरिरहेछन् Samsung हामी के को आइया दुख्यो हेर त माथि हेर्दा कति राम्रो आएको अब बस्छ अरे है लु नामसाङ बाई 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 नामसाङ यहाँ बसेको छन् एक टोलीहरू काम नपाउने टोली भन्छ यिनीहरूलाई चाहिँ मजाले फुलेछ मजाले फुलेको छ चेरी यसको कामै फुल्ने हो हेरेर के चाहिँ गरोस् त अब हाम्रो बिजोक यहाँ छ यस्तो यो बस्ने ठाउँ नामसाङलाई खेलिरहनु मन लाग्छ अनि त्यही भएर उनीहरू खेल्दैछ हालो हालो अनि उता हाम्रो चेरी फुलिरहे उता चेरी फुलेको छ यता नामसाङ खेलेको छ आल्जो नमस्ते 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 बिस्तारै बाटो लाग्यो कस्तो भयो कल्पु आजको दिन लु उता जा फोटो पनि खिचिदिउँ ल हो र न म पो खिच्छु त्यसो भए अब चाहिँ यसलाई भन्छ लाग्यो 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 मजाले फुलेको फुल हेरेर लाग्यो कस्तो योमा चाहिँ राम्रो नदेखिने के कल्पु घुम्नु त परि त गर्नु त खतरा रहेछ हौ होइन फेरि त्यतै जाने ठाउँ थियो भने के गर्नु अब यता यो सकायो अब यता भित्र छिर्नु यो पनि अर्कै पार्ट अफ यस लसको पेके त इनका फोटो खिच्ने पिने अघि बढ टोली अघि बढ भन्दै हिँड्नु एउटा टोली चाहिँ हल्का फुलेको छ सबिना डुलेको छ एउटा खिचिदिउँ त चाहिँ बरु त्यहाँ खिच्न यो एकमा हुन्छ मान्छे बसेको त हो नि त्यो दुबिस त्यो आरमा ओ माई गड कति राम्रो ठाउँ है नाच्छ परे अब हामी पनि यहाँ छौँ है है राम्रो छैन नि कति मजाले काटेको नि अब यहाँ हेर्न अब यो भनेको एउटा डिस्नी लाने त नभनौँ तर जोस राम्रो लाग्यो
चाहिँ क्लोज रहेछ। अगेन कल्पना चाहिँ फेरारी कुदाउने। म कुदाउँ त? घुम्नुका साथसाथै नानी सुताउनु पनि त परि त गयो नि होइन? होला नि है त। अघिदेखि भिडियोमै छु त। के हो नि अब है? इन रहेछ है यहाँ चाहिँ। अब यहाँबाट हामी नजाउँ। हामी चाहिँ हिँडेर पनि थाकिसक्यौँ। अब चाहिँ बाहिर निस्किन्छौँ है हामी। फेरि अघिकै ठाउँमा आइपुग्यौँ है। हामी त एक्जिट भयौँ गाइजहरू। अब भ्लग चाहिँ कहिले बनाउने हो थाहा छैन, तर अहिलेको लागि चाहिँ हामीले भिडियो चाहिँ खिचिरहेको छौँ है त। र म छु एउटा क्यामेराम्यान, अर्को क्यामेराम्यान चाहिँ यहाँ हुनुहुन्छ। म त हो नि, म त सधैँलाई हो कि खास गरी, तर आज मैले तँलाई हल्का चान्स। ए ल ल, तर त्यहाँनिर जुनै पनि भिडियोमा हेर्न सक्नुहुन्छ म बोलिराखेको हुन्छु, मैले खिचिराखेको हुन्छु ल। बाई द वे प्लिज इन्फर्मेसनको लागि आइन्दादेखि जुनै पनि भ्लग आयो भने नि हेर्न सक्नुहुन्छ, त्यहाँ मैले खिचेको हुन्छु है भ्लग। फन कति चार्ज तिरेर रहनु भएको रे यति हेर्नुलाई? 6 दिन 12। त्यो चाहिँ 2 जनाले गर्दा होइन? ए यहाँ हिँड्न पनि पाउँदो रहेछ, खेल्न पनि पाउँदो रहेछ त। अब त्यहाँबाट हामी इन्ट्री भएको, राउन्ड एन्ड तल पुगेर यहाँ निस्केर यहाँबाट अब यो चाहिँ घुमिसक्दिनँ म चाहिँ है त। अब हामी घुम्ने त नघुम्ने नि। अब अर्को दिन आउने अनि गान्छु चाहिँ हामी यहीँ बस्ने गरी। अर्को वर्ष आउने ल। पिङ्की प्रमिस गर्नु नि त। त्यसको लागि चाहिँ पर जानु 1300 हिँड्ने होला।